स्वागत छ मेरो अर्को नयाँ भिडियोमा। आज हामी खेल्दैछौँ हङ्ग्री शार्क। यो खेलेको 1000 दिन भइगयो। त्यही मसँग यति धेरै कोइनहरु छ। मैले गिफ्ट लिनु बाँकी छ, मसँग गिफ्ट ल्याए। अब मैले यसमा यो पनि लिन सक्छु, तर म लिन मसँग धेरै कोइन छ गाइज। अब मैले यहाँदेखि यता चाहिँ हेर्नुस्, यो चाहिँ फ्रीमा दिया हो नि। यो चाहिँ यसले चाहिँ अपग्रेड गर्नको लागि 300 पर्यो। यसले अपग्रेड गर्नको लागि यो बिना अपग्रेडको यस्तो देखिन्छ। मैले अलि यसले सामान हाले। हेर्नु गाइज, यो अपग्रेड गर्ने यस्तो अन अफ गर्ने वाला पनि छ। मैले सबै पावरले म्याक्स गरेको छु, सबैको यसको पनि म्याक्स गरेको छु। यो गेमको नाम हङ्ग्री शार्क हो। यो मेरो अर्को नयाँ च्यानल हो। तपाईँले मेरो पुरानो च्यानल हेर्नु भएको छैन भने चेक गर्नु होला। यहाँ चाहिँ यसको पनि म्याक्स पावर छ, अनि खै यसको पनि म्याक्स पावर छ। यो पनि अपग्रेड भयो। यहाँ अन अपग्रेड गरे पनि यस्तो छ। मैले अपग्रेड गरेँ। अब यो पनि छ, यसको पनि फुल पावर म्याक्स छ। यसलाई पनि अपग्रेड गरेँ। यसको अर्को भेरिएन्ट पनि छन्, जस्तै कि योलाई भयो भेरिएन्ट, अनि फेरि यो पनि हो। अनि यो मैले चुज गरेको छु। यो राम्रो छ। धेरैका बच्चा पनि छन् यता, जस्तो कि यिनीहरू छन्, धेरैका छन्। यसमा यिनीहरू बम जस्तै हेड पनि छन्। कति धेरै सबै मैले किनेको छु। कति धेरै पैसा मैले यो चाहिन्छ कि यो छैन मसँग। यो त टुर्नामेन्ट जितेर पाइन्छ। हेर्नुहोस् कति धेरै छ। मलाई यो अपकिप गर्नु बाँकी थियो, यो अपकिप गर्छु भने। हेर्नु, यसले इन्भिजिबल पनि लिन सक्छ, गायब पनि हुन सकिन्छ। अनि फेरि यसले पुरा सक गर्छ, सबैले माछाले सक गर्छ। हेर्नु कति धेरै त्यो नेक्लेसहरू छन्। अब यहाँ फिनमा लगानी, हेर्नुहोस् यो लगाउनु पर्यो। हेर्नु कति धेरै छ मसँग फिनमा लगानी। यस्तै दाबेर पनि हुनसक्छ। हेर्नुहोस् कति धेरै छ। हेर्नु जेट प्याक पनि छ नि। हेर्नु गाइज, जेट प्याक, रकेट पनि छ, बुम हान्नेवाला। यहाँ पनि छ एक गन। मैले पानीमा जानेवाला, सिधै हिँड्नेवाला यो हो, आकाशमा उड्नेवाला यो हो। मैले यो चाहियो, मैले बताउँ आकाशमा उड्ने भन्दा त। कति धेरै छन्। यो जमिनमा अलिअलि हिँड्न सक्छ, त्यही भएर चाहिँ योसँग स्केटबोर्ड हुन्न। और यो जमिनमा नहिँड्न सक्नेवालासँग स्केटबोर्ड हुन्छ। जस्तै कि योसँग म स्केटबोर्ड लगाइदिएँ। हेर्नु यसको पनि धेरैको भेरिएन्ट छ, जस्तै कि बिना यसको यस्तो हुन्छ। अनि फेरि मैले यो चुज गरेको छु। अनि यो हेर्नु सुपर हिरोलाई पनि छ, अनि योलाई पनि छ। मलाई यो मन पर्यो, यो रोबोटवाला सबभन्दा ज्यादा। यसले म पुरा रोबोटै बनाइदिएको छु। यहाँ कति धेरै छन्। यहाँ रोबोट शार्क पनि छ गाइज। हेर्नुहोस्, यसको सबैको म्याक्स पावर छ। यिनीहरूको म्याक्स पावर गर्न पाइँदैन। यो चाहिँ 200 को पर्यो गाइज। यो चाहिँ 200 को पर्यो। अनि फेरि यो 300 को पर्यो डायमन्ड। अनि फेरि यो पनि सेमै जस्तै हो। अनि यिनीहरूले चाहिँ मलाई कोइन दिन्छ धेरैका। यो कोइनवाला तपाईँलाई चाहिँ नयाँ भयो भने यहाँ लिडर बोर्डमा म कतिमा छु हेर्नुहोस् गाइज। म चाहिँ कता छु, म सेकेन्डमा छु गाइज। म सेकेन्ड नम्बरमा छु गाइज। म सेकेन्ड नम्बरमा छु। यो फर्स्ट नम्बरमा को हो। योले चाहिँ योसँग चाहिँ यो एकदमै ज्यादा अगाडि छ मभन्दा। मैले यहाँ टाइमरवाला हुन्छ, यो सब टाइमर पनि हुन्छ। यहाँ कोही पनि रहेछन मसँग। के टाइटानिकको टिकट पनि हुन्छ यसमा। टाइटानिकको टिकट गाइज, टाइटानिकको टिकट मैले 10 किनेँ। मैले टाइटानिकको टिकट
मैले चाहिँ यो चाहिँ जमिनमा हिँड्न सक्छ त्यही भएर त्यही मनपर्छ अब गेम स्टार्ट गरौँ वी पहिले पोज गरेर यहाँ पढ्न सक्नुहुन्छ के लेखेको छ यसमा समय पनि पाइन्छ मैले सबै किनेको छु म त मसँग यति अमिर छु तर त्यो अर्को फर्स्ट लेभलको मान्छेसँग अमिर छैन आइज म तँलाई पनि लिन्छु सबै लिन्छु आइज त पनि आइज यो के हो तर प्ले न यी गाइस कति खतरा छ यो होला यहाँ बम हुन्छ के हो सर मैले पुरा उडाइदिएँ म साइन राम्रोसँग पढ्न सकेन उडिगयो गाइस यहाँ कक्रोच पनि हुन्छ यसले अट्याक पनि गर्छ कक्रोचले मसँग आफ्नो बेबीवाला पनि छ यसको बेबी भेरिएन्ट पनि हुनु रहेछ सक पनि गर्न सक्छ यो यसले मात्रै यो ग्रिनवालाले चाहिँ तपाईँले चाहिँ ग्रिनवाला छ नि त्योलाई फिसले खानुलाई सबभन्दा ज्यादा आयो खायो खाइदे हेर्नु योलाई माछा जमिनमा पनि हिँड्न सक्छ गाइस यहाँ तर मेरो अर्को सेकेन्ड भिडियो हेर्नु भएको छ भने म त गएर हेर्नुला नहेर्ने सक्नु भएको छैन माधव चाहिँ यस्तो अनि आगोबाट यी कति धेरै छ मसँग यो जमिनमा हिँड्न सक्छ यो बोले सार्क यो कुन खालको सार्क हो त्यो थाहा छैन तर यहाँ मारे टेलिपोर्टेसन यहाँ टेलिपोर्टेसनले टेलिपोर्ट भएर यो तलको बार पुरा फुल भयो भने यस्तो हुन्छ सबै चिज गोल्डमा बनिहाल्छ यहाँ खाइए अर्को पनि डायमन्ड मिल्यो मलाई ग्रीन वाल सार्कले तपाईँले खानुला सुरुमा चाहिँ धेरैका पैसा बाँकी भयो भने तपाईँले यो सार्क किन्नुलाई तपाईँले यो सार्क राम्रो हुन्छ के यसलाई अपडेट गर्नु भयो भने झनै खतरा हुन्छ सुरुमा सबैले नकिनेर यो त्यो मात्रै किनेर यहाँ नकिनेर यसले मात्रै सार्कले किन्नुलाई त्यो कोइनले खट्टा गर्नुला फर्स्टमा त्यो सबै सार्कले त्योलाई खान सक्छ यो जति खान्छ त्यति ठुलो हुन्छ अलिअलि म पहिला रियलाइज गरेको थिएँ पहिला थाहा थिएन मलाई यहाँ मार मेरो सुरुमा चाहिँ यो किने त्यही भएर राम्रो भयो मलाई म त्यही भएर यस्तो यो हालतमा छु म आज यहाँ पोर्टलमा गएँ म यहाँ यी पोर्टल छ यता यसमा के अर्कै खालको माछा मिल्छ कुन खालको यहाँ छन् यो माछाले मलाई हान्छ यो मलाई अर्को सामान पनि मिल्यो दाइकिन होला सामान यहाँ फुड आयो खायो यहाँ बम खा भने यो तलदेखि बम सुट गर्छ यसले सुट ओ फुटिहाल्यो कस्तरी मेरो यता आएर माथिको पनि बम सुट गर्छ आसमानमा छु म यो गाइस कसरी हिँड्छ मेरो ठाउँदेखि हात मारो यस कोइन चाहियो आइज एउटा मान्छेले पुरो सार्क लिएर बसेर रहेछ मैले खाइदिएँ यो सार्कको स्टिमरलाई हुन्छ नि त्यो एकदम छिटो सिङमा छ यहाँ बुम सिपले घुराइदिए ए कोयो मात खान्छु मैले त्यसलाई अब देख्नु आउने कसरी बिजल हुन्छु खाइदिए मारिरहेको छु यिनीलाई मारो अब पोर्टलको थ्रु जान्छु अब यसमा पोर्टलको थ्रु जानु पर्यो जा पोर्टल गए आइक्यौँ हो मैले आफ्नो युज गर्न सक्दैन यसमा जा यहाँ खाइरहेको छ नि मिले यसमा चाहिँ यहाँ चाहिँ मैले यहाँ
कोइनवाला मिल्न सक्छ। सबभन्दा त यहीँ मिल्छ डायमन्डहरू। तपाईँहरूले चाहिँ 10 कोइन भयो भने तपाईँले अरू कोइन लिनुला। जति सक्नु त्यति गोल्डन खालकोलाई चाहिँ त्यसलाई जहिले पनि कोइन दिन्छ। यो क्रिस्टल हुन्छ नि बगम जस्तै तिनीहरूले हुने नजिकै नजान्ला। त्यो चाहिँ फुट्छ है। यहाँ छ खाइए पनि यस्तो हुन्छ। यो स्नोवाला थियो नि अघिनको मैले खाएको त्योलाई नखान्ला। त्यो एकदमै हार्ड हुन्छ बेलमान। यो चाहिँ तपाईँले फ्रिज गर्न सक्छ। फ्रिज गरेर यसले भने यस्तोलाई खानुला। टेलिपोर्टेसन आइए। अब यहाँ मैले स्टार पनि लिन्छ। मसँग धेरैको टाइम भइगयो मेरो भएको। मैले यो पुरा जित्ने त्यसलाई टाइम मारमा छिटो म जित्यो। खाइए अब कोइन दियो यहाँ मलाई कोइन दिन्छ। यसमा मर्यो भने कामै छैन। यो त एकदम यो अर्को दुनियाँमा छु म। मर्यो भने चाहिँ मलाई के हुन्न। म यहीँ रहन्छु। छिटो आइज कोइन 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 आइज यमी यसमा अलिअलि छोरी हुन्छ। मलाई 5 घन्टा बितियो। अर्को नयाँ रिकर्ड हाले रहेछ। म फर्स्टमा पुगेर सोधेन। मैले फर्स्टमा पुगेर सोधेन। म एकदमै ज्यादा छ यसको टाइमर। म फर्स्टमै पुग्छु। म फर्स्टमा पुगेर छोडेन। माथिको धेरै जम्मी आइरह माछा आइरहेछन्। धेरै माछा छन्। सार्कहरू छन्। यिनीहरूले यत्रो सार्क देखेर पनि मार्न कोसिस गर्छन् कि मलाई। यसलाई त यिनीहरू माछाहरूले एकदमै खान सकिन्छ भने त्यही पनि अट्याक गर्न कोसिस गर्छन्। यिनीहरूले एकै बादमा खान सकिन्छ भने थाहा छ भने भाग्दैन डाइरेक्ट झन् यता आउँछन्। मेरो लेभल छिटो 6 भइगयो। 6 आवर 50 मिनट भइगयो। यहाँ मार 1 घन्टा छ। त्यसको धेरै टाइम छ बाँकी। म जित्नुको बुम मार के हो अरे मलाई आगे केले मार्यो। किल मारेर आगिन मलाई। फ्रिजर दिमाउनु गाइस कसरी फ्रिज गर्छ। त्यो सार्कको नजिक नजान्लाई। फ्रिजले फ्रिज गरिदिन्छ त्यो सार्कले। हुन्छ गाइस तपाईँ कहिले पनि नजान्नु त्यो हो नि। तपाईले यस्तै पैसा चाहियो भने मलाई भन्नुला। अर्को भिडियोमा सिकाउँछु धेरै यस्तै कसरी कोइन लिने भनेर तपाईलाई। म इङ्ग्लिसमा पनि भन्छु। आइज मार पेन्गुइन नाचिरहेछ देखाएर खाइदिए पेन्गुइनले यहाँ फोरे। यस म फर्स्ट बुम ठोक्के कसरी भागो हिँड अटके म निक्ले म मर्नेलाई। छिटो मर्नेलाई यहाँ मार खा छिटो सार्क आइजाला खानेबाट आइजा मलाई मार्नेलाई। यहाँ पोर्टल युज गर्नु पर्यो। मैले पोर्टल युज गर्नु पर्यो गाइज। यतादेखि निक्ले बुम मेरो पुरै हेल्थ फुल भयो। यहाँ कोही मिल्यो। यस मेरो बमले पनि राम्रो त छ है। यहाँ त मारिहाल्छ नि यो जस्तो जम्मीलाई। यहाँ लेजर बिट सुट गरे। यहाँ पुरा फुल भइगयो। तपाईँ अरू
सरको पनि एबिलिटी देखाउनुपर्छ तपाईँले गाइज देखाउँछु ए ए ए मैले देखाम घर बनिएको गाइज अब लेखमा आउनु घर बनिएको ए हुने सरकार खाम नम नम यो तर कसो हुन्छ यो मर्दैन किन ए ए ए हट 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 आया जे इ गाइज यस्तो बम हुन्छ नि नजान्नु बमको नजिक इ मसँग यस्तो वाला छु त्यही भएर बचिरहेको छु यहाँ आम 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 yummy. Yeah. Yum 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 yum. Yummy maro yeah. Mara mara yeah mare. Mare yo. Guys, आजको लागि हैन बाई गाइज आजको लागि हेर्नुहोस् पहिला कतिमा छु म एकचोटिमा हेर्नुहोस् कति धेरै टाइममा बसेँ यति मात्रै मिल्छ मलाई कोइन बाई गाइज तपाईँ अर्को भिडियोमा हेरौँला बाई